कार्यालयको कमिटी र कन्जर्भेसन हामी भार्देऊ यो ठाउँबाट तपाईहरु सबैलाई प्रकृति प्रेमी समूहको तर्फबाट म स्वागत गर्दै सबैलाई अघि कसैलाई मैले नमस्ते गर्न पाएको थिइनँ सबैलाई दुई हात जोडेर नमस्कार गर्छु है आफ्नो स्वास्थ्य हो कि हैन ल अहिले हाम्रो यहाँबाट हाम्रो पदयात्रा सुरु हुन्छ लामो कुरा नगरौँ आजको हाम्रो पदयात्रा 18 किलोमिटर छ मैले 1 किलोमिटर घटाएर राखेको तर्सेला भनेर 1 किलोमिटरमा गराएको है दक्षिण ललितपुरको भारदेव भन्ने ठाउँमा हाम्रो पदयात्रा यहाँबाट सुरु हुन्छ यहाँबाट हामी पहिला कोन्जुसम झरना पुग्छौं करिब 8 किलोमिटर तेर्सो उकालो चढ्छौं हामी तेर्सो 8 किलोमिटर उकालो चढेपछि कोन्जुसम झरना पुग्छौं र त्यहाँबाट हामी फेरि अलिकति 5 किलोमिटर फेरि ब्याक हुनुपर्छ 5 किलोमिटर ब्याक भएर फेरि 3 किलोमिटर उकालो चढेर हामी कोन्जुसम प्रतिमामा पुग्छौं हामी 2550 मिटर उचाइमा हामी चढ्छौं र त्यहाँ हाम्रो लागि खाना तयार हुँदैछ त्यहाँ खाना खाएपछि तल ठाडो ओह्रालो झरेर गुप्तेश्वर महादेव मन्दिर दर्शन गरेर त्यहाँबाट हामी त्यो पौवा चौरसम्म हामी पदयात्रा गर्छौं ठाडो ओह्रालो 4 किलोमिटर यसरी हामी जम्मा जम्मी 17-18 किलोमिटर हिँड्छौं र आजको पदयात्रा सबैलाई अलिकति चुनौतीपूर्ण नै हुन्छ त्यही भएर जे डाइरेक्सन दिन्छ त्यही अनुसार हिँड्न म सबैलाई अनुरोध गर्छु ठाउँमा हामी पानी ब्रेक गर्छौं 2 चोटी एप्पल ब्रेक चाहिन्छ आज हामीलाई 1 बजेतिर मात्र हामी खाना खाने ठाउँमा पुग्छौं बीच बाटोमा अघि हामीले दिएको फलफुल तपाईहरुसँग प्रशस्त छ फलफुल खाँदै पानी पिउँदै हिँड्ने हो तर फलफुल र पानी एकैसाथ नपिउनु होला फलफुल खाएको कम्तीमा आधा घण्टापछि मात्र पानी लिनु होला अहिले भोक लागेकाहरूले एउटा स्याउ खान मिल्छ स्याउ खाँदै हिँड्ने हो हामी अनि छुट्टिएर नहिँड्नु होला हामी करिब 65 देखि 70 जना छौं यो क्याप सबैले अनिवार्य लगाइदिनु होला हामी यो क्याप लगाएका कहाँ गयो भनेर हिँड्न पाइन्छ है यो हाम्रो अफिसको युनिफर्म यहाँ आफ्नो स्वास्थ्य आफ्नै हातमा लेखिएको छ आज दिनभर यो क्याप लगाएर हिँड्ने घामले छेकिन्छ अर्को कुरा हामीलाई यो के भन्छ प्रोटेक्सन टाउकोको लागि प्रोटेक्सन हुन्छ यो र दिनभरि आस्वा आहा गर्दै हामी हिँड्ने छौं आफ्नो स्वास्थ्य आफ्नै हातमा हो कोन्जुसम झरनातिर जाँदैछ उनीहरूलाई थोरै हिँड्नु बाँकी छ अहिले अब आधी घन्टा जति हिँड्नुपर्छ मौसम चाहिँ एकदम राम्रो छ है आज घाम परेकोले एकदम साइड सिनहरू पनि सबै राम्रो देखिने अझ अहिले त कमाइहाल्यो यो देश चलाउँछ नि जङ्गलमा घर पनि पानी परेर हिँड्यो नि त मान्छेहरू हिँडेपछि फेरि यहाँनिर बसिरहेको सबै उडेर आएको
झर्नामा आइपुग्यो है हामीहरू झर्ना आइपुग्यो कलकल पानी झर्ना आयो यो हो कोङजोसम झर्ना बल्ल बल्ल कोङजोसम झर्ना आयो आबै कोङजोसम झर्ना पानी कसो चिसो यार कस्तो चिसो पानी हो पानी चिसो छ हाम्रो यो श्रीमती पानीमा चाहिँ नि खै चिसो पनि ल्याएन उसलाई त चिसो पनि ल्याएन उसलाई यो चाहिँ नि पानीमा बस्नु झरनाको चिसो पानी दरमुनि ताल पर्यो राम्री त तिमी राम्री यो कोमजोनसम झरनामा छौँ अहिले कोमजोसम झरना यही हो बिस्तारै 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 अरू बिस्तारै बिस्तारै पहाडको औषधि रे ल यहाँ खोजेछ पहाडको औषधि पाइल्सको हो र त्यसो चाहिँ लिएर जानु पर्दैन है हाम्रो उतातिर के उनिन्छ र यो फोटो खिच्नु त्यस्तो भारदेव कोन्जुसम हो कोन्जुसम गाउँपालिका ल फाइनली हामीहरू यहाँ चाहिँ अब डेस्टिनेसन पुग्यो भन्नु पर्यो यहाँ यस्तो यस्तो गाडी मात्रै आउँछ ल टक्सनहरू 4 व्हिलर मात्रै आउँछ रहेछ यहाँ त्यही त है हामी आइपुग्यो होला यही नै भन्ने थियो हो बुढा वाहनमा खाना खानु उतै बाटो होला बाटो छ बल्ल बल्ल आइपुग्यो है यहाँ आउने त हिँड्दा 2 घन्टा हिँडेर आयो होला है फाइनली हामीहरू आइयो ल अहिले हुसो आइसक्यो तल हेर अघि चाहिँ कस्तो मजाले घाम लागेर अहिले हुसो पो आइरहेछ यो चाहिँ नि घोराघोरीको टावर फुलचोकी डाँडा फुलचोकी डाँडाको टावर यो चाहिँ नि यो प्रतिमा पर्वत सम्पद यताको पर्वत सम्पद दायाँ हात पर्वत सम्पद भयो
अनि बुड्डो भयो खोजा खजर डेउटा तुम्हारा के गाह्रो हुन्छ हो खाने ठाउँ यो चाहिँ नि खाजा घर अब यो खाना पछाडिको हाम्रो यो दोस्रो कार्यक्रम हामी धेरै कार्यक्रम गर्न भ्याउँदैनौँ यहाँबाट अब हामी त्यो मन्दिर देखिरहनु भएको छ नि त्यसलाई कोइलोसोम प्रतिमा भनिन्छ 3वटा मूर्तिहरू छन् त्यो मूर्तिको अवलोकन गरेर तल गुप्तेश्वर गुफामा त म छिराउँदिनँ नत्र हाम्रो घर पुग्दाखेरि 10 बज्छ है गुफाको बाहिर जुन मन्दिर बनिएको छ त्यो मन्दिर चाहिँ अवलोकन गर्ने त्यसपछि हामी तल झर्छौँ करिब 2 घण्टामा हामी तल पुग्नेछौँ तल पुगेपछि हामी गाडीबाट आरामले जानेछौँ गुप्तेश्वर गुफा जाने मन्दिर 2 तल्ला तलसम्म जानुपर्छ ए 2 तल्ला तल अब अहिले यो टाइम नपुगेर हामी चाहिँ अहिले नजाउँ भनेर यतै भएर जाने खतरा गुप्तेश्वर महादेव की गुप्तेश्वर महादेव ऊ यहाँ हेर्नु न भित्तामा जम्मै रहेको छ यो गुप्तेश्वर मन्दिर गुप्तेश्वर गुफाको मन्दिर यो अब चाहिँ हामी गुप्तेश्वर गुफा मन्दिर पनि पुग्यो कोही आउँदैछ कोही जाँदैछ ल यहाँ मन्दिर दर्शन गरेर जाँदैछ यहाँ निर्माण हुँदैछ यहाँ पार्टी पौवा निर्माण हुँदैछ यहाँ मन्दिर यस्तो छ सँगै नै फेरि गुप्तेश्वर गुफा पनि छ यहाँ सुपरफास्ट किन हराउँछ म त सुपरफास्ट मान्छे पच्चिस 2578 अनि हाइट चाहिँ 2574 रे 74 हेलो र बिस्तार जानु सबैलाई आशा आहा होइन त्यो लखनऊ त छँदैछ यहाँ डिटेलमा पनि छ नि त डिटेलमा फुल फलेको मन्दिर भनेर त्यहाँनिर हराउँछ नि त नामै फुल फुले भनेपछि हराउँछ नि त हामी चाहिँ नि कोङजोसम झर्ना गएर त्यहाँबाट फेरि चाहिँ नि बुद्धको पार्क प्रतिमा कोङजोसम प्रतिमा गएर फर्किँदै यहाँ चाहिँ फेरि कति 1174 सिधै छ यो 1178 मिटर हाइट छ यहाँ फेरि यता कार्यक्रम भइरहेछ यो हाम्रो बस दुईटामा आइयो 65 जना जति छ हाम्रो टिमहरू प्रकृति प्रेमी समूहबाट हामी 65 जना छ 65 जना दुईटा बसमा आइयो खटाउने आउन साथी उपासीको निरोग आनन्द आउन सिकौँ उपासीको निरोग आनन्द एक बाग अन्न एक बाटी तरकारी उचित सलाद हप्तामा 1 किलो स्वादै खर्च आउन साथै उपासीको निरोग आनन्द आउन साथी उपासीको उचित आहार गरौँ थार्सित राख्नु नियम पान पिनु
व्यायाम गरौँ तारसित राखौँ नियमित पानी पिउनु काम र आराम पर्याप्त निन्द्रा सन्तुलन राख्नु आउन साथी उपाय सिकौँ उचित बिहार आउन साथी उपाय सिकौ उचित बिहार